विक्रम अहिले चाहिँ त्यो यताको गोठमा जाने है तिमीहरूको चाहिँ यो लेकमा गोठहरू हुन्छ कि हुँदैन नि त हाम्रो खासै हुँदैन मगरको हो मगर कल्चरमा हुन त हुन्छ तर चाहिँ यसरी चाहिँ गोठ सारी राख्ने चाहिँ हुँदैन ए ऊ हेर्नु त तुहेर लागेको है अब त्यो गोठमा जाउँ है त हामी हस् हुन्छ गोठामा छ कि छैन पहिला मैले यहाँ 23 वर्ष भयो होला अन्दाजी 23-24 वर्ष भयो होला बाछा बन्धन चाहिँ यही एरियामा बनाएको हो कि त्यो त्यतिखेर त धेरै गोठहरू थियो होला है बाबु यहाँ चाहिँ त्यतिखेर 6वटा गोठ थियो भैँसी गोठ ठुल्ठुलो है अब हामी यो गोठमा जाने है ओ नानी के गरेको त्यो त विक्रम भित्र पसाम त के गर्दैछ ए मै मोद्दैछ त नानी मै मोदेको अबै 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 अनि पाडाहरू हेर त विक्रम ए छुर्पी पनि हेर्दै खोइ ओहो है छुर्पी बनाएर यहाँ सुकाइ राखेको अब बेच्छ अब है खै एउटा खाऊ त विक्रम मिठो छ बा एकदम डह्रो छ कि बाबा यो अब है छुर्पी त यहाँ 3वटा बनाऊँ यो चाहिँ अझ बिहान गरेको यो चाहिँ हिजो अस्ति यहाँ यस्तो है यहाँ छुर्तुर सानो छुर्पी छ हेर्नु पाडाहरू चाहिँ हेर त यहाँ एउटा त्योटा 3वटा 4वटा यता पनि छ 4 5 6 7 8 8वटा चाहिँ दुनो भइसकेको छ है अनि बुढो कहाँ गयो घाँस काट्न बोल्दैन छुर्पी छ बोला बोला जानु हो ए अनि मै मोदेको लाएर विक्रम मै चाहिँ यसरी मोड्छ है यो मोदिसकेपछि यो चाहिँ दुध चाहिँ पानी धारामा चाहिँ दिनभरि त्यहाँ राख्छ पानी चिसो पानीमा अनि निकालेर ल्याएपछि बल्ल यस्तो मै यो चाहिँ मै होइन फेरि यो दुध हुन्छ यो एक दिनमै हुँदो रहेछ है बाबा यो एक दिनमै हुन्छ एक दिनमा झन्डै 4-5 घन्टा लाग्छ होला यो मर्न साह्रो गाह्रो छ है अनि यो यो गरिसकेपछि यो चाहिँ घिउ निकाल्ने घिउ निकालिसकेपछि फेरि त्यो दुधै हुन्छ क्या अनि त्यो दुध भएपछि त्यसले चाहिँ फेरि यो छुर्पी बनाउने क्या यो छुर्पी बनाउने त्यसले नै हो है अनि यसरी चाहिँ गाह्रो छ यो गाह्रो रहेछ कतिवटा दुहेछ भैँसी कतिवटा 4वटा होइन 8वटा यहाँ त 8वटा छ त ए त्यता पनि छ जम्मा कतिवटा 11वटा ए 11वटा दुनु यो त दाउराहरू यसरी चाहिँ यहाँ यसरी सुकाइरहेको छ दाउरा नजिक छ होइन यहाँ माथि चाहिँ पुरानो ढोकाहरू चाहिँ धुवाले खाएको ढोकाहरू छन् नाम्लो नौनी घिउ निकाल त है नौनी घिउ त कति मानु छ होला विक्रम यहाँ होला 3-4 माना घिउ 3-4 मानु आमा है यो छुर्पीलाई आठाउने ढुङ्गा हो क्या यो क्या र त्यहाँ पनि घिउ है नौनी घिउ अनि हाम्रो टेकले चाहिँ
मै मदैछ है टेक भाइ हजुर हजुर यो फर्स्टचोटि हो आफ्नो मै मदेको मैले पहिला मत थियो पहिला बाजेहरूले सिकाउनु भएको थियो यहाँ चाहिँ पहिलोचोटि एकदम मजा आउँछ यो फिजिकल पनि हुने अनि जे होस् एकदमै गोठालो जिन्दगी त दुःख छ नि विक्रम दुःख छ दाइ अब त्यसै आउँदैन होइन दुःख गरेर मात्रै आउने हो नि त है आज हाम्रो कलाकार टेकले चाहिँ यसरी मजाले उ गर्दैछ हेर्नु है हुजुङबाट चाहिँ अब लगभग 3400 मिटर हाइटमा हामी छौँ त्यो तपरङ भन्ने ठाउँमा तपाईँहरू पनि कोही एकदम ओरिजिनल छुर्पी मही दही दुध घिउ खान चाहनुहुन्छ भने रमणीय वातावरणको साथ घुम्न आउनु होला कता कता हुनुहुन्छ ठ्याक्कै 2 दिनमा आइपुग्छ यहाँ हुजुङबाट तर लेकबाट आयो भने चाहिँ हामी 4 दिनमा आइपुग्छ 4 दिन लाग्यो है जे होस् टेक भाइले यहाँ आएर पनि घिउ निकाल्न नै लागिसकेछ हाम्रो यहाँको मालिक कहाँ गयो त उता गयो मालिकले यतै हुनुहुन्छ अहिले यहाँको चाहिँ निकालेको छुर्पी हो यहाँ चाहिँ अब घर चाहिँ यस्तो छ बाहिर गाई के अरे भैँसीहरू मजाले चरिरहेको छ यो अहिले चाहिँ उहाँको बुढो चाहिँ जङ्गलमा गयो रहेछ 2 महिनाको 3 महिनाको